यो दाङको घराइमा रहेको नमस्ते पाहुना घर। यो भरतपुरमा रहेको छ। भरतपुर पद्मोदय स्कुलको गेट देख्नुभयो तपाईँहरूले। गेटको जस्ट अगाडि एउटा चौबाटो छ। चौबाटो नेर यो चाहिँ ट्राफिक हुँदै भिङ्ग्रेली चोक हुँदै पद्मोदय स्कुल आउने बाटो हो। यो बाटोबाट सिधै आउनुभयो भने तपाईँहरू चाहिँ यी सटरहरू पार गर्दै तपाईँ यसो दायाँतिर चाहिँ देख्न सक्नुहुन्छ एउटा सानो बाटो छ। यो बाटोबाट तपाईँ चाहिँ दायाँतिर छिर्नुपर्ने हुन्छ। तपाईँ चाहिँ क्याम्पस रोडबाट अथवा ट्राफिक चोकबाट आउनुभयो भने भिङ्ग्रेली चोक हुँदै सिधा आउनुभयो भने त्यो अगाडि यस्तो गरेर यो चाहिँ महेन्द्र बहुमुखी क्याम्पस हो। महेन्द्र बहुमुखी क्याम्पसबाट पनि तपाईँ सिधै अगाडि आउनुभयो भने त्यही पद्मोदय स्कुलको चोकनिर आइपुग्नुहुन्छ। तपाईँ चाहे तपाईँ क्याम्पसतिरबाट आउनुहोस् चाहे जताबाट आउनुहोस्, तर यो पद्मोदय स्कुलको चोकबाट सिधा गल्ली छ। यो चाहिँ मालपोत कार्यालयतिर जाने सिधा बाटो हो। वन कार्यालय जाने, मालपोत कार्यालय जाने। सिडिओ कार्यालयबाट आउनुभयो भने सिधै तपाईँ यता आउनुहुन्छ, यताबाट पनि जानुहुन्छ र तपाईँ त्यहाँ देख्नुहुन्छ नमस्ते पाहुना घर। आधुनिक सेवा सुविधा सहित बस्न खानाको व्यवस्था रहेको नमस्ते पाहुना घर। यहाँ चाहिँ तपाईँ आधुनिक सेवा सुविधा सहित पाउनुहुन्छ।